ल साथीहरू, आज टिकटकमा मोनिटाइज कसरी गर्ने त्यो म सिकाइदिरहेको छु। मोनिटाइज गर्नको लागि हाम्रो नेपालमा अथोरिटी दिएको छैन। त्यसको लागि अमेरिका, इटली, जापान, अस्ट्रेलिया अन्तै देशहरूमा छ। त्यही भएर नेपालबाट आफ्नो आइडी खोल्नुभएको छ भने टिकटकको त्यो जस्ताको त्यस्तै छोडिदिनु। अनि कोही साथी या कोही चिनजानी आफन्त मान्छेहरू छ भने विदेशबाट आफ्नो टिकटक आइडी खोल्न लाउनु होला र खोलेर चलाउनु होला। त्यसले राम्रो मोनिटाइज दिन्छ र राम्रो हुन्छ। मैले चाहिँ थाहा पाएको कुरा हजुरहरूलाई सेयर गरेँ। अब तपाईँहरूलाई कस्तो लाग्यो मेरो कुरा?